नेपाल क्रिकेट फेरि एकपटक इतिहासको ढोकामा उभिएको छ। अबको गन्तव्य सिधै एसियन गेम, तर बाटो सजिलो छैन किनकि नेपाल भिड्नुपर्नेछ एसियाकै खतरनाक टोलीहरूसँग। क्यानले आधिकारिक रूपमा सिङ्गापुरमा हुने मेन्स T20 एसियन गेम क्वालिफायर 26 को लागि टोली घोषणा गरिसकेको छ। प्रतियोगिता मे 31 देखि जुन 9 सम्म चल्नेछ र अब सबैको एउटै सपना छ एसियन गेममा नेपालको झन्डा फहराउने। तर कहानी यतिकै सजिलो छैन। नेपाल परेको छ ग्रुप एमा, जहाँ छन् मलेसिया, कतार र चीन। नाम सुन्दा केही टोली कमजोर लाग्न सक्छ, तर T20 क्रिकेटमा एउटा ओभरले खेल पल्टाउन सक्छ। यही कारण यो प्रतियोगिता बन्न सक्छ पुरा युद्ध। सबैभन्दा ठुलो ट्विस्ट के छ भने ग्रुप एबाट केवल टप 2 टोली मात्रै सेमिफाइनल पुग्नेछन् अनि सेमिफाइनलमा पुग्ने 4 टोली मात्रै एसियन गेमको टिकट पक्का गर्नेछन्। अर्थात् एउटा हारले नेपालको सपना सङ्कटमा पार्न सक्छ। अब प्रश्न उठिरहेको छ, के नेपाल फेरि पुरानै गल्ती दोहोऱ्याउनेछ वा यसपटक दिपेन्द्र सिंह ऐरीको कप्तानीमा नयाँ इतिहास लेख्नेछ? फ्यानहरू अहिले सबैभन्दा धेरै आशामा छन् एक्सप्लोसिभ ब्याट्सम्यानहरू र डेडली बोलिङ एट्याकमाथि, किनकि पछिल्लो खेलहरूमा नेपालले देखाएको एग्रेसिभले एसियाली टोलीहरू समेत डराउन थालेको छ। तर अर्को सस्पेन्स अझै बाँकी छ। कतार र मलेसिया जस्ता टोलीहरू पछिल्लो समयमा T20 मा निकै डेन्जरस बन्दै गएको छ र चीन उनीहरूलाई धेरैले अन्डर एस्टिमेट गरिरहेका छन्। तर कहिलेकाहीँ यस्तै टोलीले सबैभन्दा ठुलो सक दिन्छ। अब हेर्न बाँकी छ नेपालले सिङ्गापुरमा इतिहास बनाउँछ कि सपना अधुरै रहनेछ। एक कुरा भने पक्का छ, यो प्रतियोगिता केवल क्रिकेट होइन, यो नेपालको प्रतिष्ठा, सपना र एसियन गेमको टिकटको लडाइँ हो। तपाईँको विचारमा नेपाल सेमिफाइनल पुग्ला त? र कुन खेलाडी बन्न सक्छ यस प्रतियोगिताको बिगेस्ट हिरो? यस्तै भिडियो हेर्नको लागि हाम्रो एकाउन्टलाई फलो गर्नुहोला, हाम्रो भिडियोलाई सेयर गर्नुहोला अनि हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। हस्त, धन्यवाद।